पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल त्रिशुली बजारै गयो यार, ल गयो यार। ओ ए सिलास यता आऊ, यता आमामामा यार बजारै गयो यार। भोटेकोसीमा उर्लियो बाढी, रसुवाका स्याप्रु बेसी, टिमुरे लगायतका क्षेत्रमा ठूलो क्षति। रसुवा बजार र भन्सार सबै बगायो। रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्ला भएर बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह। माथि रोडमा पुगेर माथि यार, छिटो भाग बाहुन नभाएका न बुझेको। मिसिने लगिदियो यार। पाइप सब भत्क्यो यार। त्यो माथिको बाटोमा पुग्यो। मिसिने नै हेर्नुहोस्। बोलेर गयो। मेरो आमा कत्रो आयो लाउन नि होला पानी होला छेकी गरी भने हैन पानी होला दुकानमा पर्छ जस्तो छ। ए पानी होला भाग मेरो आमा हेर्नु त कत्रो आयो लाउन नि बटर केही छैन रे। आमा काको के होला यो हेर्नु त यहाँ आइपुग्यो। मेरो आमा कत्रो भएर आयो किन बस्यो होला त्यो यो भगवानसम्म डुबायो मेरो आमा डुबानमा पर्यो मन्दिर हेर
हेर्नु त भोटेकोसीमा उर्लियो बाढी, रसुवाका स्याप्रु बेसी, टिमुरे लगायतका क्षेत्रमा ठूलो क्षति, रसुवा बजार र भन्सार सबै बगायो। रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्ला भएर बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह। हेलो दाइ, हामीले के गर्ने अब गाडी जोगाउन सकेन। हाम्रो चितङ दोस्रो गाडी यहाँ परेछ हाम्रो। खोइ कहाँ मान्छे खोइ ल छिटो भाग। आज स्याप्रु बेसीबाट किर्सिन नदी बाढी आएको। धेरै नै ठुलो आएको छ। अचानक विपत्ति आयो। धेरै नै ठुलो आएको छ। छिटो भाग। बाप रे, खाल्टो त जम्मै बगायो के हो यार। आमा राम राम राम, कति मान्छे लयो लयो हे प्रभु। बाप रे, त्यो त जम्मै गयो यार। गयो चितवन सबै गएको कहाँ भाग्न पाउँछ यार। कहाँ तालफुटे सिस्टर, के भयो के भयो।
就很热，阿妈。